हामी लाङटाङको यात्राको क्रममा रहेका छौँ। सुर्का गाउँबाट बाइक राखेर हामी शेर्पा गाउँ जाँदैछौँ। शेर्पा गाउँ जाँदाखेरिको यो मनमोहक दृश्य हो। हिँड्ने बाटोमा पुरै ढकमक्क फुलेको लालीगुराँसै लालीगुराँस रहेको छ। बाटैभरि देख्न सक्नुहुन्छ। रमा यो के रे? सल्लाको सिम्टा। यस्तै खान्छ? बच्चामा एकदम खान्थ्यौँ। के हो यो? खाइयो नि त। सल्लाको यो भित्रको दाना एकदम मिठो हुन्छ। कस्तो लाग्यो टेस्ट? नखाए बिरामी हुन्छ उकालो जाँदाखेरि। हुँदैन, यो एकदम राम्रो कुरा हो। यसलाई चाहिँ भेट्टायो भने एक माना खाँदा नि फरक पर्दैन। तर भेट्दैन र पो त। ल हामी वनको बिचमा छौँ। हामी शेर्पा गाउँ टार्गेट रहेको छ। हामी सुर्काबाट हिँडेको, सुर्का भन्ने गाउँबाट। सिम्टा खोज्दै गइरहन्छौ। यो चाहिँ ठिकै लाग्यो। ल धन्यवाद। के खायो? लाइए लिएर आइछ। नखाऊ के छोड्यो। के रे यो? सिम्टा। कस्तो हुन्छ सिक्यो? खाइहाल्नु। यहाँबाट निकाल्यो हो यो? खानु खाने त सबै खानु। मिठो छैन? ठिकै हो। ल कस्तो कस्तो चिज खाने हो। दिनको यात्रा सुरु भएको छ हाम्रो। हामी अहिले होटेलबाट यात्राको क्रममा छौँ। मौसम एकदम राम्रो छ। लाङटाङको यात्राको क्रममा छौँ। बाटोभरि गुराँसै गुराँस। हामी अहिले शेर्पा गाउँ काटेर अलिकति अगाडि आइपुगेका छौँ। हुन थाल्छ। बिहानको यात्रा हो। धन्यवाद।